राम एउटा छेपारो यत्रो धेरै फुल पार्छ गाइस मलाई त अचम्म लाग्यो देख्नु पर्ने मैले फर्स्ट टाइम देखेको यति भात जंगलमा जे पनि आउँछ आखिरी बिवर पिदिएर रक्सी खाइदैन बिस्कुट चाउज खान जतिको हुन्छ छिमेकी दाइ हुन्छ तर त्यो भन्दा पनि नजिकको साइना के छ भने मेरो जेठा दाइ चाहिँ उहाँसँगै हुनुहुन्थ्यो छाताबाट तल्लो गरेर माफहरू गर्नुहुन्थ्यो अरे के तर के गर्ने दाइ चाहिँ 7 वर्षको उमेरमा बित्नु भयो यो जंगल यो नाथे भन्थ्यो यो फाटो कालो ओरालो है बारी बोकेर घाँस बारी बोकेर हिँडेको बाख्रा चल्दै हिँडेको तर आज थोरै हिँड्दा पनि हालत यस्तो भयो के गर्ने गाइस सबैले पखितै हिँड्न रस्ता साथी जाति हेर त्यति ल हेर्नुहोस् गाइस यहाँ हाम्रो भाइहरूले तल जरा खन्दै हुन्छ अब जरा यसको हामीले खनेर लाने त्यसको बोक्दा चाहिँ हामीले युज गर्ने हो कहिलेकाहीँ अन्जाममा लडिन्छ हात खुट्टा भाँचिन्छ होइन त्यो बेला हामीले चाहिँ यो युज गरिन्छ एकदम हात जोड्नुको लागि अमूल्य यो मोटर हेलो गाइज गुड मर्निङ हजुर सन्चै हुनुहुन्छ ल म पनि सन्चै छु र यो मेरो कान्छा हो सन्चै छ आज चाहिँ हामी हाम्रो गाउँको जङ्गलको जडीबुटी खोज्नु चाहँदैछौँ त्यसको नाम हो के हो भन्ने कुरो चाहिँ पछि नै बताउँछु अहिले बतायो भने फेरि तपाईँ हेर्नु न स्कल गर्नुहोस् होला यो चाहिँ फेरि हामी जन्मेको घर है अनि यो यस्तो छ यो हाम्रो जन्मेको घर यस्तो छ कस्तो र बाँकी चाहिँ अब बिस्तारै हेर्दै जाउँ अगाडि है गाइज भिडियो कस्तो हुन्छ सबैजना हेर्नु होला त्यो जडीबुटी चाहिँ के हो भन्ने कुरो म यहाँ आएर हजुरलाई बताउँदिनँ अहिले बतायो भने फेरि तपाईँले हेर्नु यो चाहिँ मेरो साइला भाइ हो मलाई हामीलाई खर्च दिँदैछ जङ्गल जाँदाखेरि हेर्नु यहाँ हेर्नु त यहाँ यति भात जङ्गलमा जे पनि आउँछ आखिरी बिवर पिदिएर रक्सी खाइदैन बिस्कुट चाउज खान जतिको हुन्छ ल हेर्नुहोस् गाइस भाइ यस्तो छ म भन्दा 2 वर्ष कान्छु तर खर्च दिन्छ मलाई यो चाहिँ हजुरलाई कस्तो लाग्यो यो चाहिँ हजुरलाई यो कन्सेप्ट होइन यो चाहिँ उसको विचार हो मैले चाहिँ आश गरेको थिएँ अब हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त गाइस मैले त भुसुक्का बेच्छु कि गाइस यहाँ हेर्नुहोस् त मेरो जन्म दिने आमा यस्तो हुनुहुन्छ अब के गर्ने आमालाई जन्माउनु भयो अहिले आमा हालत यस्तो छ तर आमाले जीवन मलाई चाहिँ धेरै माया गर्नुहुन्छ यिनीहरूलाई भन्दा के हो आमा है त्यो त भन्नु मात्रै हो नि त सबैलाई माया बराबरी हो अनि यहाँ हुनुहुन्छ दिदी र मेरो पनि यहाँ हेर्नुहोस् है यो पछाडिसम्म हामी मरेर गए पनि गइरहन्छ मेरो ठुली दिदी हुनुहुन्छ आमा पछाकै दिदीले पनि माया मलाई चाहिँ माया गर्नुहुन्छ कि हुन्न तर मलाई चाहिँ धेरै माया गर्छु अब बाँकी क्यामेरा डन छोरा भाइ डन भन्दै ल हेर्नुहोस् साइला भाइको छोरा यो चाहिँ सबैभन्दा कान्छ अन्तिममा निख्रेको भाइ चाहिँ यसो गरेर पुरा निख्रेको डन भन्दै डन यस्तै छ यता चाहिँ हाम्रो भतिजा छ है त्यो उँधो राम्रो कपडा छैन उमा मात्रै ल यता हेर यता खतरा छ यो पछि ठुलो भएपछि कपडा लगाउनु पर्थ्यो नि म पर्दैन गाइस उहाँ चाहिँ मेरो छिमेकी दाइ हुन्छ तर त्यो भन्दा पनि नजिकको साइना के छ भने मेरो जेठा दाइ चाहिँ उहाँसँगै हुनुहुन्थ्यो छाताबाट तल्लो गरेर माफहरू गर्नुहुन्थ्यो अरे के तर के गर्ने दाइ चाहिँ 7 वर्षको उमेरमा बित्नु भयो त्यही पनि मैले उहाँलाई देख्दाखेरि चाहिँ कहिलेकाहीँ दाइको महसुस हुन्छ कि अब मको घरि हो म ब्याक क्यामेरा गर्छु काम गर्दै हुनुहुन्थ्यो त्यो भएर छोटो भिडियो लिएको है अनि त नसोध्नु होला मको घरहरू यस्तो छ दामी छ अब पार घर भैँसी नै भैँसी कति साह्रो लगनशील त हुनुहुन्छ ल हेर्नु त भैँसी घर यस्तो छ चाहिँ बिदा माग्नु पर्ला है हामी यहाँबाट आउँदा फेरि अघि नै मैले भनिहालेँ जङ्गलतिर जाँदैछु जङ्गल गएर चाहिँ कस्तो खाले जडीबुटी ल्याउने हो के हो त्यो जडीबुटी न भन्ने कुरा चाहिँ अहिले हामी बताउँदैन किनभने अहिले बतायो भने तपाईँहरूले हाम्रो भिडियो हेर्नुहुन्न त्यही भएर पछि नै बताउँछु हस् त गाइस फेरि अरू भिडियो हेर्दै जानु होला गाइस हामी अहिले चाहिँ जङ्गलमा आले डाँडा भन्ने ठाउँमा आयौँ जस जङ्गल सुरु भयो तर हामीसँग फेरि हाम्रो छिमेकी भाइ शम्भु पनि जोडिएको छ पुरा तपाईँहरूलाई तल हेलो हाम्रो शम्भु भाइ हो छिमेकी भाइ चाहिँ कहाँ बस्नु जा अरे पोल्यान्डमा चिसो हावा खाने मान्छे यस्तो गर्मीमा के होला त के होला कसो होला गर्मी त पक्कै हुन्छ होला होइन र यता त हाम्रो यो चेन्टेमेन्ट चस्मा लगाएको छ अलिकति भर्टिकल पनि गरिदिनु पऱ्यो यस्तो छ त्यो बोरामा चाहिँ खाजा भुजा छ अहिले हामी देखाउन मिल्दैन त्यो पनि के छ त्यहाँ भन्ने कुरा पनि पछि हामी देखाउँछौँ अहिले देखाएर तपाईँले पक्का पनि भिडियो हेर्नुहुन्न सायद स्केल गर्दै जानुहुन्छ होला होइन अब तिन भाइ कान्छा हाम्रो शम्भु भाइ अब अगाडि के हुन्छ
हेर्दै जानु होला है त गाइस अब हामी खाजाभुजा खाएर अब ठ्याक्क फेरि जङ्गलतिर लाग्यौँ होइन अब यस्तो छ हाम्रो जङ्गलहरू ल यहाँ दुईजना भाइहरू अगाडि मेरो कान्छा भाइ अनि मेरो छिमेकी शम्भु भाइ यसरी अगाडि बढ्दै छन् जङ्गल यस्तो छ पुरै जङ्गलै जङ्गल गाउँको भिडियोहरू पछि देखाउँला होइन पारिपट्टि गाउँहरू छ यस्तो छ गाइस ल हाम्रो भाइहरू यसरी लमक जङ्गलतिर बढ्दैछन् ल हेर्नु हल्लु जोरा त गजब छ नि साथीहरू नेपालको चिनो र होइन गोर्खालीको चिनो अनि गैँती जम्पर सानो छ लगाइस बाँकी अगाडि त हाम्रो जङ्गलको चाहिँ अर्ग्यानिक छेपारो भन्नु के भन्नु हामी छेपारो भन्छौँ हजुर के भन्नु चाहिँ छेपारको अन्डालाई हेर्नुहोस् छेपारो हेर्नुहोस् अगाडि हामीलाई देखेर अलिकति अगाडि सर छेपारो अब अन्डा चाहिँ यहाँनिर छ अन्डा ल्याउनुहोस् सारा अन्डा छ देखा त बोल्नु बोल्नु बाँकी स्यासो भएर दिने बोल्नु यो चाहिँ छेपारको अन्डा है सायद साथी हो ल हेर्नुहोस् मैले पनि आजसम्म छेपारको अन्डा देखेको थिइनँ तर आज मैले बाइसजना छ क्रममा देखियो जङ्गलमा आउँदै यसो सानोतिर भलो पाउँदै आउँदाखेरि देखियो र हजुरलाई पनि मैले देखाएको छु यो छेपारको अन्डा हेरेर कमेन्ट गर्नु होला कसले देख्नु भएको छ अहिलेसम्म या देख्नु भएको छैन गाइस हेर्नुहोस् त जङ्गलमा भिडियो बनाउँदै गर्दै क्रममा चाहिँ बाटोमा यस्तो सानो एउटा बच्चा देख्यौँ यो बच्चा के को त्यो चाहिँ थाहा भएन है ढुकुरको या अरू कोही चराको तर जे भए पनि बच्चा यो देख्दा के को बच्चा होला यो हजुरहरूले कमेन्ट गर्नु होला यदि हजुरलाई थाहा छ भने है त गाइस तर बच्चा देख्दा मेरो चाहिँ मन थियो यो फेरि हाम्रो जन्मथलो हामी जन्मेको गाउँठाउँ पहिला बाख्रा बस्तु हेरेको जङ्गल हो आज धेरै सालपछि घुम्न आएको थियो काहीँ छेपारेको के अरे अन्डा होइन छेपार त देखेको थियो तर छेपारेको अन्डा त देखेको थिएन नि त काहीँ चाहिँ यस्तो बच्चाहरू पाटोमा झरेको है अनि कमिला टोक यो ब्यागेर खाँदै गरेको हेर्नुहोस् त यो के कमिला भन्छ यो हामी चाहिँ ब्यागे भन्छौँ होइन यो कमिलालाई हजुरहरूले के भन्नुहुन्छ कमेन्टमा लेख्नु होला है त गाइस यो माथि कता थियो यो बच्चा चाहिँ झरेको होला गाइस यो चाहिँ कुलो हो यो कुलो बर्खामा मान्छे बगाउने कुलो आउँछ तर अहिले सुक्खा छ होइन अहिले सुक्खा छ बर्खामा चाहिँ मान्छे बगाउने पानी आउँछ यहाँनिर यो कुलोबाट कमसेकम 500 मुरीभन्दा धेरै धान फल्छ भनेपछि हामी यो कुलोको पानीले धान फलाएर खाने मान्छे कति छौँ होला त है यो कुलोलाई कति मान्छेले पालेको छ होला त भन्ने कुरो तपाईँहरू आफै महसुस गर्नु होला है त गाइस अहिलेसम्म चाहिँ हामी यो बाटो होइन यो मान्छे हिँड्ने बाटो छ नि त्यसलाई हेर्नुहोस् यसरी बाटो हिँड्दै आएको थियौँ अब यहाँबाट चाहिँ हामी घनाघोर जङ्गलतिर लाग्यौँ ल हेर्नुहोस् हाम्रो भाइ मेरो भाइ कान्छा अनि मेरो शम्भु भाइ छिमेकी भाइ जङ्गलतिर लाग्दैछन् अब म पनि लाग्नै पर्ने होला होइन र गाइस ल हेर्नुहोस् अब म पनि लाग्नै पर्ने होला होइन गाइस र यो जङ्गल चाहिँ बहुत खतरा हो यो जङ्गलमा बिरुवा बाघ भालु सबै पाइन्छ र यस्तो बाघ भालु सबै पाउने ठाउँमा पनि हामी हिम्मत कसेर अब हामी जङ्गलतिर लाग्यौँ भाइहरू त अब म पनि लागे गाइस ल अब बाँकी भिडियो धेरै वर्षपछि गाउँ आउनु भएको छ यो उकालोको लागि चाहिँ धेरै उहाँलाई समस्या देखिरहेको छ हिँड्नलाई धेरै गाह्रो परे जस्तो छ ल हेर्नु त दाइ मेरो दाइको अनुहार कति राम्रो छ है जति हेरौँ त्यति हेरौँ जस्तो हेलो गाइस हाम्रो दाइ चाहिँ धेरै वर्षपछि हाम्रो यो पहिले जन्मेको गाउँ ठाउँ र जङ्गलमा घुम्दै आउनु भएको छ र धेरै वर्षपछि आउँदाखेरि यो उकालो हिँड्नलाई चाहिँ उहाँलाई धेरै सकस परे जस्तो लागेको छ त्यस्तै हो होइन गाउँ ठाउँ हाम्रो माया जति भए पनि कठिनाइ समस्या हुन्छ ल हेर्नुहोस् त हाम्रो दाइको अनुहार गाइस हालत हेर्नुहोस् त यो जङ्गल यो नाथे भन्थ्यो यो फाटो कालो ओह्रालो है बारी बोकेर घाँस बारी बोकेर हिँडेको बाख्रा चल्दै हिँडेको तर आज थोरै हिँड्दा पनि हालत यस्तो भयो के गर्ने गाइस समयले पखिँदै हिँड्नु रहेछ साथी जति हेर त्यति हेरौँ जस्तो लाग्ने हाम्रो दाइको अनुहार ल हेर्नु गाइस समयमै साथी हो मनले चाहेको काम गर्नु होला खुसी बाँड्नु होला खुसी रमाउनु होला है होइन भने गाह्रो यो नाथे बाटोमा कति घाँसो बारी बोकेर हिँड्यो बाख्रा चौर हिँड्यो तर अहिले
16-17 वर्ष पछि यो बाटो हिँड्छु भनेर आउँदाखेरि यस्तो हालत गाह्रो छ गाइस। ल फेरि हेलो साथीयो, यो रुखको फेदमा मैले एउटा भिडियो बनाएको छु। यो रुख चाहिँ के होला तपाईँहरू आफै गेस गरेर कमेन्ट गर्नु है। तर मैले माथिसम्म देखाउनै पर्ने हुन्छ हजुरहरूलाई। ल हेर्नुहोस् हो भयो साथी, यो म अहिले नै भनिदिन्छु। यो भनेको तपाईँहरूको चाहिँ यो टिमुर हो। यो टिमुर चाहिँ कति महँगो हुन्छ है बजारतिर, तर हाम्रो जङ्गलमा चाहिँ हेर्नुहोस् जङ्गलले भरि छ भनेर भन्नु नमिल्ने, तर ठाउँ चाहिँ छ है प्रशस्ति साथीहरूले हेर्नुहोस् है। अब यसको लागि चाहिँ सम्पर्क गर्नु है भन्नु नमिल्ने है, किनभने यो जङ्गलमा हुने चिज हो। जङ्गल त सबैको हो होइन, सरकारी सामुदायिक के भन्नुहुन्छ है। त्यसले गर्दा अब सम्पर्कमा चाहिँ गर्नुपर्छ, मसँग भन्नु मिल्दैन। साथी यहाँ यसरी जरा खन्नुपर्छ। यो जराले चाहिँ धेरै ठुलो काम गर्छ। हात खुट्टा जे पनि होइन, कहिलेकाहीँ लडिन्छ अन्जानमा होइन, त्यतिखेर हात खुट्टा भाँच्यो भने यसले चाहिँ धेरै राम्रो काम गर्छ। जोड्ने काम गर्छ, हात जोड्ने औषधि हो, जडीबुटी है। जिउ दुख्छ पनि यो चियामा लगाएर खाँदा पनि एकदम राम्रो हुन्छ। भाइ यो त हो रहेछ, त्यसैको जरा रहेछ। भाइले निकाल्दैछ यहाँ हाम्रो शम्भु भाइ, यो त हाम्रो दिनेश भाइ निकाल्दैछ। ल हेर्नुहोस् गाइस, हेर्नु त यो त यासा गुम्बा भन्दा नि यो त महँगो हो क्या। यासा गुम्बा भन्दा महँगो। यो हस्पिटलले पनि कहिलेकाहीँ गर्न सक्छ काम, यसले गरिदिन्छ। अझै त्यसको छ नि हुँदैन। हेलो गाइस, अघि मैले चाहिँ के खन्नु आएको भनेर चाहिँ तपाईँलाई भनिरहेको थिएँ नि, त्यसको म नाम चाहिँ बताउँदिनँ, तर बोर्ड चाहिँ म हजुरलाई देखाउँछु है। नाम के हो जसलाई थाहा छ कमेन्ट गर्नु होला, यदि थाहा छैन भने पनि कमेन्टमा सोध्नु होला, म बताउने छु है त गाइस। अब हेर्नुहोस् पुरा यसको बोर्ड। ल हेर्नुहोस् गाइस, यहाँ हाम्रो भाइहरूले तल जरा खन्दै हुन्छ। अब जरा यसको हामीले खनेर लाने, त्यसको बोक्दा चाहिँ हामीले युज गर्ने हो। कहिलेकाहीँ अन्जानमा लडिन्छ, हात खुट्टा भाँचिन्छ होइन, त्यो बेला हामीले चाहिँ यो युज गरिन्छ। एकदम हात जोड्नुको लागि अमूल्य यो बोर्ड हो। यसको बोर्ड अलिकति घाममा तपाईँले देख्नुभयो, मजाले देख्नुहुन्न होला। यसको बोर्ड चाहिँ यस्तो छ है गाइस, ल हेर्नुहोस् यस्तो छ होइन, यो पनि हो। अब यसको फेदमा हुन्छ यसको जरा होइन, खालि खन्नुपर्छ। खन्नुलाई चाहिँ मेरो कान्छा भाइ अनि मेरो शम्भु छिमेकी भाइ यसरी खन्दै हुन्छ। र यसको जरा भने यस्तो हुन्छ गाइस। ल हेर्नुहोस् यसो गर्दा तपाईँ देख्नुहुन्छ होला होइन। ल हेर्नुहोस् त यसको जरा यस्तो हुन्छ। र यो जरा चाहिँ मजाले धुने होइन, मजाले धुने पानीमा, र यसको बोक्रा निकाल्ने। त्यो बोक्रा निकालेर चियामा लगाएर खाँदा पनि हुन्छ। र हात खुट्टा यदि भाँचेको छ भने चाहिँ यसलाई मजाले पकाउने हो। पकाएर र कपरेसन गर्नुपर्छ। कपरेसन गरिसकेपछि फेरि छान्ने क्या, कपरेसन मतलब छानेर चाहिँ अनि यसलाई फेरि खार्नुपर्छ। खारेर यसलाई हामीले चाहिँ एउटा कस्तो भने लिसो जस्तो के मौरीको मौ जस्तो बनाएर चाहिँ ठ्याक्क हात खुट्टा भाँचेसम्म लगाएर काम्राले बाँध्नुपर्छ। र केही दिन राखेपछि यो ठिक हुन्छ है। यो जराको यसलाई यसो नाम म तपाईँहरूलाई बताउँदिनँ, बोर्ड त तपाईँले देखिनु भयो होइन। बोर्ड यस्तो छ। तर यसको नाम चाहिँ के हो भन्ने कुरो चाहिँ तपाईँहरू जसलाई थाहा छ तपाईँहरूले कमेन्ट गर्नु होला। जसलाई थाहा छैन, जसलाई थाहा छैन तपाईँहरूले सोध्नु होला कमेन्टमा है त गाइस। इनबक्समा भन्नु न, इनबक्समा सोध्नु होला। र अर्को कुरो, यो हामीलाई धेरै हाम्रो
हामीले चाहिँ खने होइन कि हामीलाई जरुरी अनुसार थोरै हामीलाई चाहिँ चाहिएको थियो र खन्नु आएको र साथीहरूले पनि यो अन्यथा नसोचिदिनु होला अब इम्पोर्टेन्ट दबाई हो नि त्यो र आफ्नो गाउँठाउँमा जङ्गलमा भएको दबाई किन त युज नगर्ने भनेर खनेको मात्रै हो यो बेच्ने ओर्ने केही पनि होइन आफ्नै लागि आफ्नै युज गर्ने लागि खनेको हामीले केही मात्रामा है त गाइस यसरी अन्यथा नसोचिदिनु होला हाम्रो जो वनको जो समिति हुनुहुन्छ सामुदायिक वनको हाम्रो चाहिँ यो अब सामुदायिक वन हो र जो समिति हुनुहुन्छ सबैलाई मैले यही भन्नु चाहेँ यो आफ्नै लागि आफूले युज गर्नलाई खनेको मात्रै है गाइस अब जडीबुटी आफूलाई जरुरी पर्दा अब खन्नु पाउनु पर्छ नै होला कि पाउँदैन कि त्यो थाहा भएन फेरि पनि हामीले खनेका छौँ अन्यथा नसोचिदिनु होला हामीले बेच्ने होइन हामीले आफूलाई नै युज गर्नेको लागि हो र साथी अब चाहिँ हामीले खोजेको चिज जो जडीबुटी होइन अर्ग्यानिक जडीबुटी चाहिँ हामीले भेटाएर पनि खनेर पनि बोरामा हालेर अब हामी चाहिँ हिँड्यौँ ओ तल मेरो भाइ जाँदैछ ओ ल हेर्नु त बोरा बोकेर जाँदैछ अर्को भाइ यता कता खता गर्दैछ अर्को भाइ पनि यता आउँदैछ ल हेर्नु यता आउँदैछ भने अर्को भाइ तल पुगिसक्यो अब हामी चाहिँ घरतर्फ फर्क्यौँ है त साथी हो र चाहिँ मेरो कान्छा भाइ अब निकै कोले खर्न मेहनत गर्यो र बोरामा केही हाम्रो यहाँ यसरी सामान भएको छ होइन जुन चिज हामी खोज्न आएको थियौँ जडीबुटी अर्ग्यानिक त्यति भेटाएको छौँ र बोराभित्र के कति छ भन्ने कुरो चाहिँ हामी अहिले देखाउँदैन त्यो चाहिँ हामी लास्टमा एन्डमा देखाउनेछौँ घर पुगेर है त गाइस यो चाहिँ हेर्नु चाहिँ साथी हो यो कुरिलो हो यो कुरिलो चाहिँ स्पेसल हुन्छ होइन हाम्रोतिर चाहिँ कुरिलो भन्छौँ हजुरकोतिर के भन्छ होइन यो चाहिँ एकदम 1 नम्बर जडीबुटी औषधि अर्ग्यानिक र यस्तो कुरिलो हाम्रो जग्गामा धेरै छ प्रशस्ति तर गाइस फेरि अरू गाउँको मान्छेहरू आएर चाहिँ यहाँ खन्ने कोसिस नगर्नु होला यो चाहिँ एलाउड छैन होइन संवेदनशील रहनुलाई यो चाहिँ हाम्रो जग्गामा यस्तो छ यो भनेर चाहिँ देखाउनु मात्रै खोजेको मैले भिडियोमा है त गाइस अब फेरि सुताइदिएको छु अहिले गल भनेर उठाइदिएको गाइस अघि पनि मैले भिडियो त बनाएको थिएँ है यो छेपारोको फुल हो अहिले त कमिलाले अहिले चाहिँ कमिलाले अहिले त कति पारेछ नि अघि 6 दाना थियो अहिले त 10-15 दाना जस्तो छ छेपारो फुल यस्तो हुँदो रहेछ यो लाइफमा मैले फर्स्ट टाइम देखेको यो छेपारो फुल हो सुन्नु न भन्नु न अघि हामी जाँदा 6 दाना थियो त्यो अघि हामी जो जङ्गल जाँदाखेरि बिहान चाहिँ यहाँ न ऊ 6 दाना थियो अहिले त राम एउटा छेपारो यत्रो धेरै फुल पार्दछ गाइस मलाई त अचम्म लाग्यो देख्नु पर्ने मैले फर्स्ट टाइम देखेको कसले जानेको यो छेपारो चाहिँ फुल कति दाना छ नि त हेलो गाइस हजुर भन्नु होला कसलाई थाहा छ यो छेपारोले कति दानासम्म फुल पार्छ भनेर कमेन्टमा लेखिदिनु होला तपाईँहरूलाई म सबैलाई धन्यवाद अनि लभ यु गरेर पठाउनेछु है त गाइस हेलो गाइस अब चाहिँ हामी घरमा आइपुगिसक्यौँ अब के भयो त्यो सबै भिडियोमा राखेको छ हेर्नु होला सबैजनाले र भिडियोलाई जसले के अरे सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट धेरै गरिदिनु होला है त गाइस हामी मेरो भाइ चाहिँ अलिक प्रतिक्रिया दिनुहुन्छ आफ्नो खुसीले दिनु होला भिडियोको कस्तो लाग्छ तपाईँले आफ्नो भित्री मान्छे प्रतिक्रिया दिनु होला अब राम्रो छैन त्यही पनि हामीले हजुरलाई केही देखाउने भिडियोमा चाहिँ कोसिस गरिरहेको छ त्यस्तो केही छैन चाहिने चिज मात्रै छ गाइस फेरि अर्को भिडियोमा भेटौँ ल है त गाइस हस् त बाई See you. See you again.